के भने छोरी अब सकिन्छ गाह्रो छ हो गाह्रो छ मलाई साह्रै गाह्रो छ अरे बाफ्रे ल भर्खर 14 वर्षको उमेर भएको छ ल मामुको पारा हेर है उहाँ मामु ऊ माथि ऊ हेर उहाँ मामु ऊ एउटा वाउ अब तलतिर उहाँ माथिबाट आएर ठ्याक्कै यसै गरी हामी यहाँ निस्क्यौँ एकदम रमाइलो छ वातावरण ड्राइभर दाइको पेन्सन हजुर उनकै आमा लिन्छन् रुमालैमा गनेर माया सरर झौड रेलैमा अरे निर्मला के छ रमाइलो भइरहेछ ल अब सायद अहिले गएर मिल्यो भने हामी त्यहाँ स्विमिङ गर्नुपर्छ यहाँ समुद्रको छालको भाइब पाउनु थाल्छ स्विमिङ गर्दै हुनुहुन्छ हजुरआमा र नातिनी कोही साथ स्विमिङ गर्दै छोरी र सासुमाको नजिक जाँदै हुनुहुन्छ फाइनली उहाँले चाहिँ भेटिसक्नु भएको छ त्यहाँ नातिनी सबैजना खेल्दै हुनुहुन्छ स्विमिङ आयो छ मान्छे नमस्ते पछाडि ब्याकग्राउन्डमा हामी हिजो राति बसेको घर हेर्नु भएको छ अब हामी यहाँबाट चेकआउट गरेर यहाँ हामी अब उल्लङ्घनमा भिजिट गर्न जाँदैछौँ बाँकी ठाउँहरू के कति ठाउँ भ्याउँछौँ र आज हामी यहाँ भिजिट गरिसकेर अनि हामी आजै सिडनी फर्कन्छौँ ज्वाइँसाब गाडी निकाल्दै हुनुहुन्छ केही सामान छुट्यो कि भनेर छोरी त्यहाँ चेक गर्दै थिइन् अब हामी कहाँ जान्छौँ के गर्छौँ कसो गर्छौँ त्यो चाहिँ तपाईँहरूलाई म यही भ्लग मार्फत जानकारी गराउने छु अनि योभन्दा अगाडिको पार्ट 1 भ्लग हेर्नुभयो यदि नहेरेको भए हेर्नु होला र यो पनि हेर्नु होला स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् सधैँ खुसी रहनुहोस् अब हामी यहाँ उल्लङ्घनमा भिजिट गर्न जाँदैछौँ हाम्रो यहाँ अङ्गुर खाने प्रोग्राम चलिरहेको छ श्रीमती जलियन कुनामा बस्यो अङ्गुरको साथमा आलु पखरा पनि अब अस्ट्रेलियाको मेरो लागि चाहिँ सबैभन्दा रमाइलो नै यो भयो कि जहाँ गए पनि समुद्र यहाँ पनि हामी समुद्रकै छेउमा आइपुगेछौँ अब समुद्र हेर्दा हेर्दा वाक्क लाग्यो भनेर गाली नगर्नु होला अब कता जाने हो चाहिँ साहब हामी
एकछिन यहाँ हेरौँ त्यसपछि जाउँला हामी क्यारिङटन फल्सतिर यहाँ हावा राम्रो चलिरहेको छ एकचोटि ओर्लेर हेरौँ न अर्कै समुद्र हो यो त्यो ठाउँलाई चाहिँ के भन्छ जय साहब इलावरा भन्छ हजुर इलावरा भन्छौँ है हजुर चाहिँ भित्रपट्टिको समुद्र पऱ्यो ए हजुर खै त छोरी खै हेलो रूपा अब त बिस्तार बिस्तार हामी काठमाडौँ फर्किने बेला भइसक्यो अब धेरै दिन बाँकी छैन अब हामी आएको धेरै दिन भइसक्यो 1.5 महिनाको लागि आएको अब करिब करिब 12-13 दिन बाँकी छ त्यसपछि हामी काठमाडौँ प्रस्थान गर्छौँ आफ्नै देश नेपाल यो चाहिँ भित्री समुद्र भन्दो रहेछ यसलाई यसको नाम चाहिँ लेक इलावरा भन्दो रहेछ एकदम सिर हावा चलिरहेछ पानी पुरा बगे जस्तो बगिरहेको छ एकदम रमाइलो छ एकदम रमाइलो एकदम स्वच्छ वातावरण वाउ हजुर के भन्दैछु सिधै जय साहब हामी हाम्रो पारी चाहिँ हजुर त्यहाँबाट समुद्र उतापट्टि चाहिँ समुद्र छ अनि त्यहाँबाट चाहिँ ए त्यो बिचमा चाहिँ अलिकति डिल जस्तो भयो त्यसको पारी चाहिँ समुद्र हामीले देखिरहेको ठाउँबाट अगाडि चाहिँ त्यहाँबाट यो पानी त समुद्रमा यो उतैबाट आएको हो उतै जान्छ ए हजुर समु पहिला यो ठाउँमा आथ्यो कि थिएन बोल्न त बोल्दिन राम्रो म उसैलाई सोध्न मन लाग्छ पहिला आथ्यो कि थिएन तिमी थाहा छैन है क्या मिठो हावा लागिरहेछ भने नि आहा हामी जहाँबाट चाहिँ चेकआउट गरेर आयौँ जुन घरबाट त्यो ठाउँमा एकदमै गर्मी भइरहेको थियो चिट पसिना आइरहेको थियो यहाँ आइसकेपछि यो समुद्रको हावा यसको कोही जवाफ छैन वाउ के भन्दैछ समूहलाई के भन्दै उड्दिन त अब कता जाने जय साहब हामी अब कता जाने हामी क्यारिङटन फल्स जाने बाबु क्यारिङटन फल्स ल जाउँ हामी क्यारिङटन फल्स जाँदैछौँ र यहाँ हामीले देख्दैछौँ दायाँ बायाँ एकदमै फार्म हाउसहरू एकदमै कहीँ खाल्डाखुल्डी यताउति केही छैन र यो अस्ट्रेलियन गभर्मेन्ट अर्थात् यो अस्ट्रेलियन सरकार नपुगेको अहिलेसम्म हामीले कहीँ पनि देखाएको छैनौँ वाउ अब यो स्विजरल्यान्ड त गइया छैन अब यतिको ठाउँ त नेपालमा पनि छ नेपालमा नभए होइन तर अब हेर्दा त के यो नेपालै जस्तो लाग्छ नि त धेरै ठाउँमा जाँदा तर के गर्ने अब नेपालमा चाहिँ जे जति विकास हुनुपर्ने हो त्यति भएको छैन कटक्क मन काट्छ मन दुखेर यहाँको विकास यहाँको समृद्धि यहाँको सिस्टम र हाम्रो देशको अवस्था देख्दाखेरि अरे निर्मला के छ रमाइलो भइरहेछ ल अब सायद अहिले गएर मिल्यो भने हामी त्यहाँ स्विमिङ गर्नुपर्छ सामु स्विमिङ गर्ने कि नगर्ने हो हामी यहाँ आएर गाडी पार्क गरिसकेका छौँ अरूहरू पनि धेरैजनाको गाडीहरू यहाँ पार्क गरेको देख्नुहुन्छ जय साहब गाडी पार्क गरेर बाहिर निस्किसक्नु भएको छ छोरी र नातिनी अनि मेरो श्रीमती निस्किँदैछन् अब हामी यहाँबाट क्यारिङटन फल्स होइन क्यारिङटन फल्स जाँदैछौँ ल यहाँ एकदमै हामी तलैदेखि आउँदाखेरि मैले त्यो क्यामेरामा कैद गरिनँ एकदम नेपालको भाइब्स आइरहेको थियो एकदम डाँडा काँडा अब त्यो चाहिँ तपाईँहरूलाई किन देखाउनु हामी सबैले देखिरह्यो भनेर देखाएन यहाँ वरिपरि एकदम घना जङ्गल छ यो एउटा के पार्क रहेछ यो नेसनल पार्क अब हामी यहाँबाट क्यारिङटन फल्स जाँदैछौँ
टॉयलेटको फोटो खिच्नु पर्छ के रे के भने टॉयलेटको फोटो खिच्नु भएछ भन्छ टॉयलेट छ रे के यस्तो कुवा जस्तै छ रे इनार हामी यहाँ आइपुगिसकेका छौँ यहाँ चाहिँ एउटा ठुलो झरना छ हेलो रमाइलो भइरहेछ ल एकदम नेपालको भाइब छ होइन एकदम नेपालको चाहिँ सम्झना आइरहेको छ एकदम मिस गरिराखेको छु मैले त नेपालमा तिमीले नि जय साहब यता आइसक्यो नि त छोरी जाडो हो ल रमाइलो रहेछ है एकदमै यति ठुलो झरना चाहिँ नदीबाट हुन त नेपालमा धेरै ठाउँ देखिएको थियो तर यो चाहिँ अलि अलग्गै रहेछ एकदम घना जङ्गलहरूको बिचमा एकदम ठुला ठुला रुखहरूको बिचमा यहाँ चाहिँ एउटा क्यारिङटन फल्स रहेछ अझै आउँदैन त आइपुग्यो यहाँ जानु नमिल्ने रहेछ एकदम गहिराइ छ यहाँ डेन्जर छ यहाँ पानी पर्न आँट्यो अब हामी यहाँबाट जान्छौँ यस्तो घना जङ्गलमा पनि मजाले बाटो बनाइएको छ रेलिङहरू राखिएको छ पारी पुगिसक्नु भएको छ छोरी र श्रीमती पनि जाँदै हुनुहुन्छ अब म पनि जाँदैछु सिँढी गरेर हामी फेरि अर्को साइडबाट झरना हेर्नको लागि यहाँ आछौँ मेरो श्रीमती दुईसाथ नातिनी आइसक्नु भएको छ म चाहिँ आउँदैछु अब यहाँबाट पनि झरना मजाले देखिन्छ यहाँदेखि त्यहाँबाट पनि धेरै तल छ त्यसपछि यहाँबाट यो यसरी जान्छ वा कस्तो राम्रो लोकेसन यहाँ यो नेसनल पार्क एन्ड वाइल्ड लाइफ सर्भिस भन्ने रहेछ NSW यो चाहिँ यहाँबाट नि देखाएँ मैले यो झरना टक्क लाएर यहाँ माथिबाट झरना आयो त्यसपछि बिस्तारै यहाँ झऱ्यो तल हजुर यहाँ त चिप्लो रहेछ है के भन्यो तिमीले वा नातिनी उड्न कोसिस गर्दैछन् चरा भए पो उड्नु चरा होइन अब यहाँ यो तल झरेको झरनाको यो पानी यहाँ यसरी फैलेर आइरहेछ यहाँ सबै उताबाट आउने भिजिटरहरू फोटो खिच्नमा बिजी हुनुहुन्छ यता त्यहाँ पानी जमाएर अब स्विमिङ पनि गर्दै हुनुहुँदो रहेछ हामी पनि स्विमिङ गर्ने हो र नि साहब हामी यहाँ अन्दै गर्नु पर्ला हुन्छ स्विमिङ गर्ने हो नि होला ल उहाँ त स्विमिङ गर्दै हुनुहुन्छ त उहाँ यहाँ गर्नलाई ल्याएको स्विमिङ गर्दै हुनुहुन्छ सामु स्विमिङ गर्ने
वाटर पार्क गएर गर्ने ओके ल अब जाउँ न त अब पानी पर्न आँट्यो छोरी रमाइलो भइरहेको छ सम्म एकदम ल ठिक छ अब हामी यहाँबाट अब हामी कहाँ जाने वाटर पार्क ओके ल लेट्स गो अब हामी वाटर पार्क जाँदैछौँ यहाँबाट त्योभन्दा अगाडि सायद हामी कहीँ गएर ब्रेकफास्ट गर्नेछौँ र त्यसपछि वाटर पार्कमा मिल्यो भने हामी स्विमिङ पनि गर्नेछौँ ल जाउँ वाटर पार्क जाने क्रममा एकदम नेपाललाई मिस गरिराखेको छ नेपालको जस्तै लोकेसन छ बाटो पनि त्यस्तै छ अब यहाँ हाम्रो यसो खानपिनको प्रोग्राम चल्ला छ यहाँ पपकर्न छ पपकर्न खाँदै बिस्कुट आयो भने अहिलेको भनेर मकै आयो मकै भन्न भन न प्लिज एकछिन भन त नभन्ने के दिन लाग्यो छोरीले मलाई ओहो सरी ल हात गलिसक्यो आहा पपकर्नमा चाहिँ यो क्रिमी बिस्कुट खाँदा मिठो हजुर के भने छोरी एउटा बेसो खाइएन भने त पछि चाहिन्छ तिमी के खाँदैछौ पपकर्न मखना ल हामी यहाँ जङ्गलको बिचमा गाडी रोकेर हामी यहाँ तल भ्यू हेर्न जाँदैछौँ यो चाहिँ लुकआउट रहेछ अब हेरिन्छ अब एकदम अब सिमसिम पानी परिरहेछ अलिअलि अब मौसमभरि डार्क छ यहाँबाट अब तल कतिको देखिन्छ देखिँदैन जे जस्तो देखिन्छ म हजुरहरूलाई देखाउँछु है त हामी लुकआउट हेर्न जाँदैछौँ पछाडि चारजना चारतिर छर्रेर आउनु भएको छ छुट्टै छुट्टै गाउँबाट आएसरी ओ ल राम्रै देखिँदो रहेछ जे जति देखिन्छ म देखाउँछु है त हजुरहरूलाई अब यहाँबाट ट्यान 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 ध्यान ट्यान 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 ध्यान ट्यान 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 ध्यान ट्यान यहाँबाट समुद्र पनि देखिँदो रहेछ यहाँ हजुरहरूले जुन यो निलो जुन देख्नुहुन्छ यहाँ अलिकति समुद्रको छाल देखिन्छ त्यसपछि तपाईँको यो जे जति यो तपाईँले यो जमिन पछिको निलो भाग देख्नु भएको छ त्यो सबै समुद्र हो लेक इलावारा देखाएको छ भने चाहिँ साहब लेक इलावारा भन्ने हामी भिजिट गरेको ठाउँ हो हजुर समुद्रको किनारबाट भित्र ए लेक इलावारा भनेको त्यो हामीले भित्री समुद्र यसको पछाडि होइन त यो यता समुद्रको किनार भयो त्यसपछि यतापट्टि त्यो डिल जस्तो भयो त्यसपछि उतापट्टि चाहिँ हामी गएको थियौँ कसरी निक्लिन्छ निक्ल त कहाँ यहाँबाट निस्किनु पऱ्यो रे कहाँ निस्किने यहाँबाट मेरो हातबाट चाहिँ निक्ल्यो भने आज हामीले केही गरे छैन के गर्नु छ अरे भनेर भनिदेऊ त के गरेको छैन रे खेल्नु छ भनेर के गरेको छैन भनिदेऊ न मेकअप लिपस्टिक मात्रै अरू मेकअप नि गरेको छैन त्यही भएर मैले आज किन राम्रो देखिरहेको छु भने त त्यही भएर रहेछ अब यो लुकआउटबाट भ्यू हेरिसकेर अब हामी फर्किँदैछौँ अब हामी वाटर पार्क जाँदैछौँ ल जाउँ जाउँ साहब जाउँ जाउँ
Not a good idea. जाउँ छोरी जाउँ आऊ अहिले त बरु गर्मी हुन थाल्यो तल तल हुँदै गएछ मलाई चाहिँ किन हो कुनै थाहा छैन अब बिहान यो माथि हामी जुन चाहिँ त्यो धर्ना हेर्न गयौँ त्यहाँ गएको बेलाले त्यो बाटो त्यहाँको इन्भाइरोमेन्ट त्यहाँको लोकेसन देख्दाखेरि चाहिँ एकदम नेपाललाई मिस गरेर आएको छु नेपालको गजलको आइरहेछ तिमीलाई नेपालको याद आएको छैन निर्मला रूपालाई नि समूहलाई चाहिँ निन्द्राको याद आए जस्तो जैसाबलाई आएको छैन नेपालको याद मलाई नेपालको याद आयो नि आउने नि यता हो है नेपालको याद आयो भने आउने नै यतै हो अरे के जैसा उकालीमा पनि हजुर मोटर जाँदो रहेछ ड्राइभर दाइलाई सासना माया सारा झौड रेलैमा ड्राइभर दाइको पेन्सन हजुर उनकै आमा लिन्छन् रुमालैमा गनेर माया सारा झौड रेलैमा ल करिब करिब ज्वाइँ साहबले एकदम राम्रो एकदम एक्सिलेन्ट ड्राइभिङ एकदम सेफ्टी ड्राइभिङ गरेर त्यस्तो उकालो र ओह्रालोको जङ्गलको बाटोबाट पनि हामीलाई यहाँ फाइनली वाटर पार्कमा ल्याइराख्नु भएको छ आमा गाडीका बथान मेरी आमा हो कहाँ राख्ने हो गाडीको पार्किङ गर्ने ठाउँ पो छैन जस्तो यहाँ त खालि समस्या पर्दो रहेछ पाइएला है यहाँ त समूहलाई कसरी थाहा हो धेरै छ भनेर हो बल्ल बल्ल गाडी पार्क गर्ने ठाउँ भेट्यो हामी ओर्लिसक्यौँ ज्वाइँ साहब यहाँ गाडी पार्क गर्नु जाँदै हुनुहुन्छ अब हामी यहाँ वाटर पार्कमा जानको लागि टिकट लिने तर्खरमा छौँ अब आज चाहिँ करिब करिब स्विमिङ गर्ने नै निर्णय गरिदियो अब हामी स्विमिङ गर्न जाने तर्खरमा छौँ नातिनीको हजुरआमा चाहिँ खेल्न गइसकेका छन् खेल्दैछन् अब हामी चाहिँ अब यो चेन्ज गरेर जाने तर्खरमा छौँ अब म पनि चेन्ज गरेर स्विमिङ गर्न जानेछु यहाँ समुद्रको छालको भाइब पाउनु थाल्छ स्विमिङ गर्दै हुनुहुन्छ हजुरआमा र नातिनी अब हामी पनि छिट्टै गइहाल्छौँ है त हामी यहाँ स्विमिङ गरेर चारजना बाहिर निस्केका छौँ यहाँ रेस्टरुम जानुपर्ने भएको कारणले गर्दाखेरि निर्मला मामु अझै खेल्दै हुनुहुन्छ साना साना बच्चाहरू
त्यहाँ पनि खेल्दै हुनुहुन्छ पैसा स्विमिङ गर्दै छोरी र आसमाको नजिक जाँदै हुनुहुन्छ फाइनली उहाँले चाहिँ भेटिसक्नु भएको छ त्यहाँ उहाँहरू पनि स्विमिङ गर्दै हुनुहुन्छ अब यहाँ पनि अब यहाँ समुद्रमा भाइब लिनको लागि हाल चलाइएको छ छोरी रेस्टरुम गएको कारणले गर्दाखेरि मैले अझै पनि छोरीको खिच्न पाएको छैन म वेटिङ गरेर बसिरहेको छु छोरी आइन भनेदेखि म पनि खेल्न गइहाल्छु छोरी नातिनी सबैजना खेल्दै हुनुहुन्छ स्विमिङ म चाहिँ यहाँ बसेर खिचिरहेको छु आयो छाल 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 छालले मान्छे उचाल मान्छे उचाल आयो छाल आयो छाल आयो छाल छालले मान्छे उचाल ल अब म पनि यो मोबाइल चाहिँ यहाँ लकअपमा राखेर म फेरि स्विमिङ गर्न जानेछु त्यसपछिको एक्टिभिटिज के हुन्छ स्विमिङ सकेपछि म यहाँहरूलाई देखाउनेछु एउटा सल्लाह लिएर आउँछ हुन्छ ल भर्खर 14 वर्षको उमेर भएको छ ल मामुको पारा हेर है उहाँ मामु ऊ माथि ऊ हेर उहाँ मामु अब सकिन्छ गाह्रो छ हो गाह्रो छ मलाई गाह्रो छ यहाँ श्रीमती र ज्वाइँ साहब माथि हुनुहुन्छ छोरी सायद यहाँ तल आइसकेका छिन् अब कता हो यहाँ ऊ छोरी यहाँ पुगिसकेको छ माथिबाट ल यहाँ आउँदै हुनुहुन्छ आउनु हो हाम्रो मान्छे हो सरकार मान्छे हो ल श्रीमती नै माथि पुग्नु ल श्रीमती आउनु हो अब ज्वाइँ साहब माथि ल तिमीले खिच ल
माथिदेखि ल ल ल ल ल ल ल किनदेखि अबसम्म केही छैन छोरी उकालो निस्किँदैछौँ हुनुहुन्छ के भने छोरी बुझिन यो यहाँ पनि हामी यो वाटर पार्कमा खेलिसकेर एकदम चाहिँ मजा लुटेर लुटेर अब हामी फेरि अन्त खेल्न जाँदैछौँ। कस्तो अनुभव भइरहेछ निर्मला? अनि छोरीलाई अनि हाम्रो नातिलाई साई साहबलाई रमाइलो रमाइलो धेरै रमाइलो। अब हामी यसमा खेल्न जाँदैछौँ। जीवनको पहिलो अनुभव हेरौँ कस्तो हुन्छ। ज्वाइँ साहब छोरी अगाडि पुगिसक्नु भएको छ, म पनि जाँदैछु। एकदम सरसर हावा चलिरहेछ, रमाइलो भइरहेछ है। जिन्दगी जिउनको लागि हो, जिउँदै मर्नको लागि होइन। माथि माथि खेल्दै हुनुहुन्छ, यहाँ पनि खेल्दै हुनुहुन्छ। छोरी र ज्वाइँ, छोरी र मेरो बुढी आइसक्नु भएको छ। ज्वाइँ र नातिनी सायद अगाडि पुगिसक्नु होला। यहाँ चाहिँ खेलेर मान्छे निस्किसक्नु भएको छ धेरैजना। भने यहाँ चाहिँ रमाइलो छ एकदमै। अघि मैले देखाएको त्यो ठुलो एउटा चाहिँ ब्ल्याक छ, त्यो चाहिँ त्यहाँबाट पलालेर हामी यहाँ आएको छौँ। हामी यहाँ आइसकेका छौँ माथि यहाँ खेल्नको लागि। यहाँ एकदम रमाइलो खेल्ने ठाउँ रहेछ। वाउ, अब तलतिर सुलुलुलुलुलुलुलुलु रमाइलो। यहाँ अघि तल निस्किएको मान्छे जाने यहाँबाट रहेछ। अघि हामी धेरै टाढा आएको छौँ। त्यहाँबाट गएर अनि फेरि हामी पुग्ने हो। एकदम रमाइलो, एकदम रमाइलो। अब हामी तिनैजना यहाँबाट उता आयो, त्यसमा चढेर यहाँबाट हामी तल जानेछौँ। मोबाइल चाहिँ यहीँ, अब यो मोबाइल चाहिँ यहीँ छोड्नु पऱ्यो भने त छोरी। ए ल ल। हेलो गाइस, बाबा मामाहरू चाहिँ अघि तल गइसक्नु भयो। रूपा र तमुको बाई बाई, see you। हामी त्यसलाई के भन्छ ज्वाइँ साहब? फेरि भन त सम्झु। ल ठिक छ, मैले यहाँ अघि तल आएको पनि देखाएको थिएँ, माथि पनि देखाएको थिएँ। हामी यो दुइटैबाट खेलेर हामी यहाँ निस्किसकेका छौँ। एउटा चाहिँ हामी धेरै माथिबाट हामी यहाँ निस्क्यौँ, अनि अर्को चाहिँ उहाँ माथिबाट आएर ठ्याक्कै यसै गरी हामी यहाँ निस्क्यौँ। एकदम रमाइलो छ वातावरण। अब छोरीहरूले ढिला भोल जाउँ भन्नु थालिसक्नु भएको छ। यहाँ एकदम यताउति सबै अत्यन्त रमाइलो छ। यो रमाइलोको जिन्दगीको पहिलो अनुभव। टाइम पनि हामीसित अलि सर्ट टाइम मात्रै छ। अब यो पार्क बन्द हुन लागिसकेको छ। अब हामी करिब करिब लास्टमा अब खेलेर जान्छौँ। अब हामी यो चढ्छौँ यहाँबाट माथिसम्म पुग्छौँ हामी। र फेरि हामी फर्किन्छौँ। अब हामी यो चढ्छौँ
यहाँबाट माथिसम्म पुग्छौँ हामी जाने बेलामा चाहिँ यसबाट जान्छौँ र फर्किने बेलामा चाहिँ अर्को फर्किने बेलामा चाहिँ हामी यसरी फर्किन्छौँ यसरी हामी फर्किन्छौँ ल हामीले हामीले यहाँ चाहिँ वाटर पार्कमा हामीले भ्याए जति सबै चाहिँ रमाइलो गरिसकेर सबै एक्टिभिटी गरिसकेर अब हामी यहाँबाट निस्केका छौँ आजलाई अब यहीँबाट फिट मार्नु होला है आजको भ्लगको ल ठिक छ अब हामी सिड्नु फर्किनु पर्ने छ हामीलाई ढिला पनि भइसकेको छ र हामीले बिहानदेखि ब्रेकफास्ट गरियो खाना खाएको छैनौँ खाना पनि खानु छ त्यसैले अहिले नै यहीँबाट हामी तपाईँलाई यो भ्लगको चाहिँ अन्त्य गर्न चाहन्छौँ तपाईँहरूले हेर्नु होला लाइक गर्नु होला सेयर गर्नु होला सब्सक्राइब गर्नु होला त्यो बेल आइकन पनि ट्याङ बजाइदिनु होला होइन त के भन्नु छ समूह आइसक्रिम जय साहब थ्याङ्क यू धेरै रमाइलो भयो हामीलाई माया गरिदिनु होला बाई बाई हस् थ्याङ्क यू हजुर किप वाचिङ वरिष्ठ इन्टरटेनमेन्ट